नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ फेरि पनि मेरो आजको भिडियोमा। आज मैले तपाईहरुलाई सावेथुङ्गा प्रोग्राम अन्तर्गत चाहिँ लेभल 5 को खिबुन किताबबाट चाहिँ पाठ 19 मा पढाइ हुने यगा मुन्न सम्बन्धी भिडियो लिएर आएको छु। साथीहरू, भिडियो चाहिँ अन्त्यसम्म हेरेर साथ दिनु होला है त। यगा मुन्न भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भन्दाखेरि यगा भनेको चाहिँ फ्री अथवा चाहिँ लिजर भन्ने अर्थ लाग्छ भने मुन्वा भनेको चाहिँ संस्कृति भन्ने अर्थ लाग्छ। सो एज अ होल यगा मुन्वा भनेको चाहिँ एउटा चाहिँ लिजर कल्चर अथवा चाहिँ फुर्सदको संस्कृति भन्ने अर्थ लाग्छ। कोरियामा चाहिँ हो यस्तो संस्कृतिको चाहिँ विकास भएको कारणले गर्दाखेरि आजको पाठमा हामी यगा मुन्वा सम्बन्धी अध्ययन गर्नेछौँ है त साथीहरू। साथीहरू, यहाँनिर हेरौँ सेङ्गाके फोप्सिदामा तल दिएको छ थाउमुन हाङ्गुक इनी यगा सिगाने छुल्गिनन छुयो वाल्थोङ इम्निदा भनेर यहाँनिर यसरी भनेको छ। कोरियनहरूले चाहिँ यगा सिगानमा चाहिँ के गरेर चाहिँ रमाइलो गर्ने गर्दा रहेछन् भन्दाखेरि तल यहाँनिर फोटोहरू दिएको छ। टेलिभिजन सिचङ टेलिभिजन हेर्ने काम, यङवा ख्वाल्नाम हैन, फिल्महरू अवलोकन गर्ने अथवा थुङसान भनेको पहाडहरू चढ्ने अनि फेदपिन्तुन यस्तो स्पोर्ट्सहरू खेल्ने गर्दा रहेछन्। एक नम्बरको क्वेसन यहाँनिर छ हेरौँ। 한국에서 직장 일이나 가정 일 공부등에서 벗어난 자유로운 시간에 무엇을 합니까? भनेर क्वेसन गरेको छ। यहाँ कोरियामा चाहिँ 직장 일 भनेको कम्पनीको काम र 가정 일 भनेको चाहिँ घर परिवारको काम, घरको काम अनि 공부등에서 अध्ययन आदिबाट चाहिँ निस्केको समयमा, त्यस पछाडिको समय हुन्छ नि, जुन पढिसकेपछि काम गरिसकेपछि घरको काम सकेपछि त्यस पछाडिको फ्री समयमा चाहिँ के गर्छन् भनेर यहाँनिर प्रश्न सोधिएको छ है त। त्यस्तै 2 नम्बरको प्रश्न हेर्नुस्। यहाँनिर छासिने खोयाङ नारायसन अनि यगा वाल्थङरो छुरो मोसुल हाम्निका भनेर यहाँनिर प्रश्न गरेको छु। तपाईहरुको देशमा चाहिँ यगा वाल्थोङ अथवा चाहिँ फ्री टाइममा चाहिँ कस्ता क्रियाकलापहरू प्राय चाहिँ गर्छन् भनेर यहाँनिर प्रश्न सोधेको छ। सो आजको पाठमा हामी यही यगा यो मुन्वा सम्बन्धी अध्ययन गरौँ विस्तृतमा है त। साथीहरू, यहाँ रहेको हेडिङ हेरौँ है त। हामी हेडिङमा दिएको छ हाङ्गुक एनन अत्तन यगा मुन्वागा इस्लका भनेर यहाँनिर तपाईहरुलाई यसरी चाहिँ हेडिङ दिएको छ। कोरियामा चाहिँ के कस्ता खालका चाहिँ एउटा चाहिँ लेजर कल्चरहरू चाहिँ रहँदै आएका छन् हैन, विश्रामको यो संस्कृति चाहिँ रहँदै आएका छन् भनेर यहाँनिर हेडिङ दिएको छ। हेरौँ तल यगागा इन्नान साल्म भनेको छ नि। यहाँनिर यगागा इन्नान साल्म भनेको चाहिँ विश्राम भएको जीवन अथवा चाहिँ फुर्सदिलो जीवन भन्न खोजेको छ। यहाँनिर साल्म भनेको जीवन भन्ने अर्थ लाग्छ है त। तल हेरौँ यहाँनिर 일과생활이 그냥 갖춘 삶을 살아가기 위해서는 자신의 좋아하고 흥미를 느낄 수 있는 활동에 참여하는 시간이 필요하다 भनेर भनेको छ त। 일과생활이 그냥을 갖춘 भनेको छ नि। 일과생활 भनेको यो चाहिँ काम र जीवन भन्न खोजेको। काम र जीवनलाई चाहिँ एउटा व्यवस्थित गर्न, एउटा वर्क एन्ड लाइफ ब्यालेन्स भन्न खोजेको छ यहाँनिर हैन। काम र जीवनको सन्तुलन बनाएर चाहिँ सालमुल साराखागी भनेको जीवनलाई चाहिँ बाँच्नका निम्ति चाहिँ छासिने छुवाहाको आफूलाई मनपर्ने र रमाइलो गरी बिताउन सक्ने खालका एउटा वाल्थोङ भन्ने क्रियाकलापमा चाहिँ यो सहभागी हुन हैन सिकानी फिर्यो हादा भनेको समय चाहिँ चाहिन्छ अरे है त। वर्क एन्ड लाइफ ब्यालेन्सलाई चाहिँ मेन्टेन गरेर चाहिँ जीवन बिताउनका निम्ति चाहिँ आफूलाई मनपर्ने र रमाइलो गरेर बिताउन सक्ने क्रियाकलापमा चाहिँ सहभागी हुनका लागि चाहिँ सिगानी फिर्यो हादा अथवा चाहिँ समय चाहिँ आवश्यक छ भनेर भनेको छ यहाँनिर। फेरि यतातिर हेरौँ इरुल यगा रागो, हामी यसलाई चाहिँ के भनिदो रहेछ, यगा भनेर भनिदो रहेछ है त। विश्राम भनेर भनिन्छ अथवा यसलाई चाहिँ फुर्सद भनेर भनिन्छ। इवा ख्वाल्यन हाय यहाँ चाहिँ हङसङ थुइन मुन्वारुल यगा मुन्वा रागो हान्दा भनेर भनिन्छ। योसँग सम्बन्धित हैन। अनि हङसङ थुइन मुन्वा भनेको छ नि, यहाँनिर चाहिँ गठन भएका संस्कृति भन्न खोजेको। यङसङ थोइदा भनेको चाहिँ गठित हुनु भन्ने अर्थ लाग्छ। सो योसँग सम्बन्धित गठन भएका संस्कृतिहरूलाई नै के भनिदो रहेछ, यगा मुन्वा भनेर भनिदो रहेछ अथवा लिजर कल्चर भनेर पनि भनिदो रहेछ। फेरि यतातिर हेरौँ हाङ्गुकुन इछन न्यन्ते छो छुङपाङ मुर्यप छु ओइल खुन्मुचे सिहेङुल सिजाकुरो भनेर भनेको छ। पहिला यति हेरौँ। कोरियामा चाहिँ इछन नन्ते भनेको छ नि 2000 को वरिपरि। यो मुर्यप भनेको चाहिँ वरिपरि भन्ने अर्थ लाग्छ। छो भनेको चाहिँ सुरुमा, छुङबान भनेको चाहिँ मिडल भन्ने अर्थ लाग्छ। सो 2000 को वरिपरि चाहिँ के गरेछ भन्दाखेरि कोरियामा चाहिँ हप्ताको चाहिँ 5 दिन काम गर्ने प्रणाली चाहिँ सुरु भएसँगै है, यो चाहिँ सिहेङ भनेको चाहिँ यो चाहिँ कार्यान्वयन चाहिँ सुरु भइसक्यो भन्ने अर्थ लाग्छ। यहाँनिर सिहिङ भनेको कार्यान्वयन हुनु भन्ने अर्थ लाग्छ। त्यस भए पश्चात चाहिँ के भएछ, हन्जे इरिन्दाङ खुङमिन सोदुक साम्मान दल सिदे भनेर भनेको छ।
अहिले चाहिँ इरिन्दाङ खुङमिन सोदुक भनेको चाहिँ प्रति व्यक्ति आय भन्ने अर्थ लाग्छ। कति पुगेछ भन्दा सामान दल भनेको $30,000 युगमा चाहिँ प्रवेश गरेछ कोरियाको है त। फेरि यतातिर हेरौँ छु ओसिबी सिगान खुन्मुजे थोइप भनेको चाहिँ हप्तामा चाहिँ 52 घन्टा प्रणाली पनि लागू भएछ है त। फेरि यतातिर फ्यङ्गुन खिदे सुम्यङ छुङ्गा भनेको फ्यङ्गुन भनेको औसत भन्ने अर्थ लाग्छ भने खिदे सुम्यङ भनेको चाहिँ यो चाहिँ औसत आयु है, मान्छेको बाँच्ने औसत आयु अथवा चाहिँ एभरेज लाइफ एक्सपेक्टेन्सी पनि भन्न सक्छौँ अङ्ग्रेजीमा हामीले। छुङ्गा भनेको चाहिँ वृद्धि अथवा खाथुन फ्यनवारहरू भनेको त्यस्तै है। फ्यना भनेको चाहिँ परिवर्तनहरूलाई चाहिँ माझी हाम्यन्स है त, त्यो जुन परिवर्तनहरू हुँदै आएका छन् त्यसलाई चाहिँ मिलाउने गरी चाहिँ यगा है भनेको यगा भनेको चाहिँ लिजर टाइमको चाहिँ छुङ्योसँगै भनेको चाहिँ महत्त्व चाहिँ थौक नोफाजीको हित्ता, थौक भनेको चाहिँ अझ बढी अझ धेरै भन्ने अर्थ लाग्छ है त। नोफाजीको हित्ता बढ्दै गएको रहेछ। यो यगा मुनमा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अहिले चाहिँ मानिसहरूको चाहिँ लाइफ एक्सपेक्टेन्सी पनि बढ्यो होइन, त्यस्ता अन्य परिवर्तनहरू पनि भएका कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ मिलाउनका निम्ति चाहिँ यो लिजर कल्चरको चाहिँ महत्त्व पनि अझै बढी चाहिँ हुँदै गएको रहेछ अरे है त साथीहरू। त्यस्तै हाङ्गुक छङ्बु एसदो यगागा इन्नान सालमुल फोजाङ फादुल्छु इत्तोरो खुगमिन यगा वाल्साङ हागी फोन फबुल छेजङ हागिदो हायत्ता भनेर भनेको छ त। यहाँनिर छेजङ हादा भनेको चाहिँ लागू गर्नु भन्ने अर्थ लाग्छ। त्यस्तै कोरियाको गभर्मेन्टले कोरियन सरकारले छङ्बु भनेको चाहिँ सरकार भन्ने अर्थ लाग्छ। यगा इन्नन भनेको चाहिँ फ्री टाइम भएको जीवनलाई चाहिँ होइन, फ्री यो चाहिँ विश्राम भएको जीवन भन्ने अर्थ लाग्छ अथवा चाहिँ फुर्सदिलो जीवन भन्ने अर्थ लाग्छ होइन। फुर्सदिलो जीवनलाई चाहिँ फोजाङ फादुल्छु इत्तु र फोजाङ भनेको चाहिँ सुरक्षा भन्ने अर्थ लाग्छ। सुरक्षाको ग्यारेन्टी हुने गरी चाहिँ के गरेछ भन्दाखेरि चाहिँ खुगमिन यगा वाल्साङ हागी फोन फ भनेर एउटा चाहिँ कानुन चाहिँ निर्माण गरेछ। कस्तो कानुन भन्दाखेरि चाहिँ यसले चाहिँ मुख्य उद्देश्य चाहिँ के हो भन्दा समाजको सबै वर्गका मानिसहरूको विश्राम गर्ने अधिकार र विश्राम संस्कृतिको चाहिँ प्रोत्साहन गर्नु चाहिँ यो कानुनको चाहिँ मुख्य उद्देश्य चाहिँ रहेको रहेछ है त। राष्ट्रिय विश्राम प्रबन्धन आधार कानुनी नियम पनि भनेर हामी खुगमिन यगा वाल्साङ हागी फोन फबलाई भन्न सक्छौँ है त साथीहरू। सो कोरियन गभर्मेन्टले यसरी नै कानुन बनाएर चाहिँ एउटा चाहिँ मानिसहरूको चाहिँ एउटा लिजर टाइमलाई चाहिँ एउटा प्रोत्साहन गरेर चाहिँ त्यसलाई चाहिँ सुरक्षा साथ चाहिँ एउटा चाहिँ कार्यान्वयन चाहिँ गर्दै आएको रहेछ अरे है त। सो यो त थियो साथीहरू यगागा इन्नान सालको बारेमा। अब हामी हाङ्गुके यगाको बारेमा पनि अध्ययन गर्छौँ है त। हाङ्गुके यगा कोरियाको चाहिँ लिजर टाइम अथवा चाहिँ कोरियाको फुर्सदको समय भन्ने हेडिङ छ, तल पढौँ है त। मुन्वा छेयु ख्वानगाङ्बु भनेको छ नि यहाँनिर। मुन्वा छेयु ख्वानगाङ्बु भनेको चाहिँ संस्कृति खेलकुद तथा पर्यटन मन्त्रालय भन्ने हामीले बुझ्नुपर्छ है त। सो संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालयको चाहिँ 2018 इछन सिप्फाल खुगमिन यगा वाल्थोङ भनेको छ। खुगमिन यगा वाल्थोङ भनेको चाहिँ राष्ट्रिय मनोरञ्जन गतिविधि, वाल्थोङ भनेको गतिविधि, यगा भनेको मनोरञ्जन, खुगमिन भनेको चाहिँ राष्ट्रिय भन्ने अर्थ लाग्छ। 2000को चाहिँ राष्ट्रिय मनोरञ्जन गतिविधिको छोसा भनेको निरीक्षण, छोसा ए तारुम्य निरीक्षण अनुसार चाहिँ हाङ्गुक इने फ्यङिलका युविल, फ्यङिल भनेको चाहिँ हप्ताका दिनहरू भयो अनि युविल भनेको चाहिँ बिदाका दिनहरू। यगा सिगाने यजन ए भिए छुङ्गा हायक्को भनेर भनेको छ। यगा सिगान भनेको चाहिँ लिजर टाइम भन्ने अर्थ लाग्छ। यजन ए भनेको चाहिँ पहिलाको तुलनामा चाहिँ के भएछ, वृद्धि चाहिँ भएछ। फिए भनेको चाहिँ तुलना भन्ने अर्थ लाग्छ है त। छुङ्गा हायक्को, छुङ्गा हादा भनेको चाहिँ वृद्धि हुनु भन्ने अर्थ लाग्छ है त साथीहरू। वल फ्यङ्गुन यगा फियोङ यक्सी साङसुन गसुरो नाथानात्ता भनेर भनेको छ है त। औसत महिनामा चाहिँ यो विश्रामको रेट जुन छ, दर पनि चाहिँ साङसुन गसुरो नाथानात्ता भनेको चाहिँ वृद्धि चाहिँ भइरहेको छ र यक्सी भनेको पनि भन्ने अर्थ लाग्छ। साङसुन हादा भनेको चाहिँ वृद्धि हुनु भन्ने अर्थ लाग्छ है त। यी नन ख्वागा फोदा यगारुल थ छुङ्यो हागे यगीको इसुमुल फुय जुन्दा भनेर भनेको छ। यसले चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ पहिलाभन्दा पनि चाहिँ लिजरको जुन एक्टिभिटिजहरू छ त्यो चाहिँ महत्त्वको साथ चाहिँ देखाउन चाहिँ सकिन्छ अरे यो सर्वेक्षण अनुसार अरे है त। फुय जुन्दा भनेको चाहिँ देखाउँछ भन्ने अर्थ लाग्छ है त साथीहरू। हाङ्गुकिनी खाजाङ मानी छाम्यहान यगा वाल्थोङुन युसिक वाल्थोङुरो टिबी सिचङ नाच्छाम सान्छेक चिम्चिल फाङथुङी यगिए हेदाङ हान्दा भनेर भनेको छ। कोरियालीहरूले चाहिँ सबैभन्दा बढी चाहिँ सहभागी हुने यगा वाल्थोङमा चाहिँ के पर्दा रहेछ भन्दाखेरि चाहिँ अनि यो युसिक वाल्थोङ भनेको छ नि, युसिक वाल्थोङ भनेको चाहिँ शरीरलाई चाहिँ आराम दिने क्रियाकलाप भन्ने अर्थ लाग्छ है त। त्यो क्रियाकलापहरूमा चाहिँ के पर्दो रहेछ भन्दाखेरि टिभी सिचङ, टिभी हेर्ने काम, नाच्छाम भनेको दिउँसो सुत्नु, सान्छेक भनेको हिँडुल गर्नु,
अनि चिम्चिलफाङ भनेको चाहिँ साउना भन्ने अर्थ लाग्छ। आदिहरू चाहिँ यो चाहिँ हुइसी ग्वाल्थोङमा चाहिँ पर्दो रहेछ, जसले चाहिँ शरीरलाई चाहिँ आनन्द दिएर चाहिँ फेरि चाहिँ फ्रेस गराउने काम गर्छ। त्यस्तै अर्को चाहिँ तुहान भनेको छ सोपिङ अनि वेसिक भनेको बाहिर गएर खाने, इन्थानित खम्सेक इन्टरनेटहरू के खोज्ने, अनि इरिन मिडिया भनेको मिडिया होइन आफूले सञ्चालन गर्ने मिडिया, एसएनएस भनेको सोसियल नेटवर्किङ साइट आदि जस्ता चाहिँ छिमी भनेको रुचिहरू ओराक वाल्थोङ फिजुङदो नोप्ता भनेर भन्यो। ओराक वाल्थोङ भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ मनोरञ्जनका गतिविधिहरू भन्ने अर्थ लाग्छ है त। जहाँ चाहिँ खेलकुद भयो, म्युजिक भयो, सांस्कृतिक कार्यक्रमहरू भयो, हो यस्ता चाहिँ ओराक वाल्थोङमा चाहिँ पर्ने गर्दछन् है त। सपिङ पनि पर्यो अनि बाहिर गएर खाने होइन, जसले चाहिँ शरीरलाई चाहिँ मनोरञ्जन दिन्छ नि, त्यसलाई चाहिँ ओराक वाल्थोङ भनेर भनिन्छ। त्यसको दर पनि के भएको छ, बढ्दै गएको रहेछ। हानफ्यान छिङ्गुरुल मान्ना यागिरो नानीगिदो हागो होइन। अनि यसैबिच चाहिँ साथीहरूसँग भेटेर कुराकानी गर्ने, अनि छिन्छी मित छिन्छगुल फाङमुन हाय अनि उपुत्थान सिगानुल फोनेगिदो हान्दा भनेर भनेको छ त। छिन्छी मित छिन्छक भनेको चाहिँ साथीभाइ र आफन्तहरूसँग चाहिँ भेटघाट भएर चाहिँ उपुत्थान भनेको चाहिँ घनिष्ठ समय पनि बिताउने चाहिँ गरिने रहेछ अरे है त साथीहरू। 또한 운동이나 악기, 독서, 외국 등 여러 분야에서 자신의 좋아하거나 배우고 싶은 것을 다른 사람들과 함께 공유할 수 있는 동의가 활성화되어 있다 भनेर भनेको छ है त। र फेरि पनि उन्दुङ भनेको खेलकुद भइगयो, आकी भनेको म्युजिकल इन्स्ट्रुमेन्ट वादवादनहरू भइगयो, थोक्स भनेको अध्ययन गर्नु, वेगुक भनेको विदेशी भाषाहरू अध्ययन गर्नु आदि विभिन्न क्षेत्रका चाहिँ आफूलाई मनपर्ने छोहागना मनपर्ने र फेउगो सिप्पुन सिक्न चाहने कुराहरू थारुन सारामदुलको हाम्की अरू मानिसहरू सँगसँगै खोङ्यु हाल्छु इन्नन भनेको चाहिँ साझा गर्न सक्ने गरी चाहिँ थुङ्गेगा भनेको क्लबहरूबाट चाहिँ सक्रिय रूपमा चाहिँ भइरहेका छन् अरे। वालसङ्घवा भनेको सक्रिय भन्ने अर्थ लाग्छ है त। त्यस्ता क्लबहरू मार्फत चाहिँ आफूलाई मन परेको कुराहरू सिक्ने, साझा गर्ने अन्य मानिसहरूसँग त्यस्ता क्रियाकलापहरू पनि भइरहेका छन् अरे। स्पोचु मुन्वा एसुल, स्पोचु भनेको स्पोर्ट भइगयो, मुन्वा एसुल भनेको छ नि यो भनेको चाहिँ कला र संस्कृति भन्ने अर्थ लाग्छ। मुन्वा भनेको चाहिँ संस्कृति, एसुल भनेको कला, मुन्ना एसुल फल्लम्दो हाङ्गुकेस इन्गी इन्नन यगा वाल्थोङ इता भनेर भनेको छ है त। स्पोर्ट र मुन्वा एसुल चाहिँ अवलोकन चाहिँ कोरियामा चाहिँ सबैभन्दा बढी प्रसिद्धि कमाएको चाहिँ यगा वाल्थोङको रूपमा चाहिँ लिने गरिदो रहेछ अरे है त। स्पोचु ख्यङ्गी जाङ्गुल छिकजक फाङमुन हाय उङ्मुन हागिदो हाम्य भनेर भनेको छ त। स्पोर्टहरू चाहिँ डाइरेक्ट चाहिँ ख्यङ्गी जाङ जहाँ स्पोर्ट भइरहेको छ त्यहाँनिर गएर छिकजक फाङमुन हायो आफूले गएर उङ्मुन हागिदो हाम्य, उङ्मुन हादा भनेको चियर अप गर्नु अथवा चाहिँ आफ्नो टिमलाई चाहिँ सपोर्ट गर्नु भन्ने अर्थ लाग्छ होइन। त्यसो पनि गर्ने गरिदो रहेछ। अनि फागमुलग्वान भनेको चाहिँ फागमुलग्वान भनेको चाहिँ सङ्ग्रहालय भन्ने अर्थ लाग्छ होइन। अनि मिसुलग्वान भनेको चाहिँ मिसुलग्वान भनेको चाहिँ कला ग्यालरी भन्ने अर्थ लाग्छ है त। फागमुलग्वान मिसुलग्वान एस छन्सिए भनेको चाहिँ छन्सिए भनेको चाहिँ प्रदर्शनी भन्ने अर्थ लाग्छ। प्रदर्शनीको यो चाहिँ अवलोकन गर्नु। अनि खोङ्यनजाङ एस खोङ्यनजाङ भनेको चाहिँ प्रदर्शनी हलमा गएर चाहिँ कन्सर्ट हेर्ने, म्युजिकल हेर्ने। अनि यनगुकुल चुल्कियो त हान्दा यनगुक भनेको चाहिँ थिएटरहरू हेर्ने, त्यसरी गरेर चाहिँ रमाइलो चाहिँ गर्ने गर्दा रहेछन् अरे है त। कोरोना इल्कु इएनन छन्सिना अनि खोङ्यन अनलाइन सर्भिसहरू थोङ्गे खल्लम हानन छेर उन यङथे यगा मुनवादो नाता भनेर भनेको छ। कोरोना पश्चात चाहिँ के भएछ भन्दा छन्सी भनेको छ नि, छन्सी भनेको चाहिँ प्रदर्शनी भइगयो, अनि खोङ्यन भनेको पनि प्रदर्शन भइगयो होइन। अनि यो त्यस्तो खालको चाहिँ सर्भिसहरूको चाहिँ जुन पहिला चाहिँ मानिसहरू छिकजप गरेर चाहिँ हेर्ने गर्थे भने त्यस पश्चात चाहिँ के भयो भन्दाखेरि चाहिँ अनलाइन मार्फत पनि त्यसरी चाहिँ अवलोकन गर्ने नयाँ एउटा चाहिँ प्रारूपको रूपमा चाहिँ यगा मुन्वाको रूपमा चाहिँ आएको पाइन्छ अरे है त। पहिला चाहिँ छिकजप गरेर हेर्थे, पछाडि चाहिँ मानिसहरू चाहिँ अनलाइन मार्फत पनि त्यस्ता क्रियाकलापहरूमा चाहिँ संलग्न भएर चाहिँ अवलोकनहरू गर्न थालेछन् अरे है त साथीहरू। साथीहरू बुकको सुरुमा चाहिँ दुईवटा प्रश्न थियो। पहिलो प्रश्न छ हाङ्गु केस छिकजाङ इरिना खाजङ इल खोङ्बु थुङ्गेस फसनान छाइरोन सिगाने मुसल हाम्निक्का भनेर प्रश्न थियो है त। कोरियामा चाहिँ कार्यस्थल होइन कम्पनीमा काम गर्दा अथवा चाहिँ परिवारको काम अथवा चाहिँ अध्ययन पश्चातको जुन समय हुन्छ, एउटा स्वतन्त्र समय हुन्छ, त्यतिखेर चाहिँ मान्छेले चाहिँ के गर्छन् भनेर चाहिँ यहाँनिर प्रश्न थियो। त्यो प्रश्नको उत्तर मैले यहाँनिर राखिदिएको छु। तपाईँहरूले पनि स्पिकिङ टेस्टमा चाहिँ यो प्रश्नको उत्तर चाहिँ याद गरेर जाँदा चाहिँ राम्रो हुन्छ होला साथीहरू। यसरी तपाईँहरूले उत्तर दिनुपर्छ है त। एन्सर हेरौँ यहाँनिर। एन्सर हाङ्गु केस छिकजाङ इरिना खोङ्बु सारामदुरुन थाइङहान वाल्थङल छल्गिम्निदा छुरो युसी वाल्थङरो थिबिरुल फोगना सान्छेगुल हाम्य सिगानुल फोनिम्निदा तोहान उन्दुङ आकी यन्जु थोक्स वा खात्तन छिमी वाल्थङुल
वाल्थङल चुल्गिदो हाम्निदा भनेर यहाँनिर भनेको छ है त। प्रायः जस्तो चाहिँ कोरियामा चाहिँ कम्पनीको काम सकेपछि अथवा चाहिँ अध्ययन सकेपछि मानिसहरू चाहिँ विभिन्न क्रियाकलाप मार्फत चाहिँ रमाइलो चाहिँ गर्ने गर्छन् अरे। प्रायः चाहिँ युसिक वाल्थङरो भनेको चाहिँ यो चाहिँ आरामको समयमा चाहिँ टिभीहरू हेर्ने अथवा हिन्डुल गर्ने त्यसरी चाहिँ समय चाहिँ बिताउने गर्दा रहेछन् अरे है त। तोहान अथवा चाहिँ फेरि पनि उन्दोङ आक्की यन्जु भनेको चाहिँ म्युजिकल इन्स्ट्रुमेन्टहरू बजाउनु, यन्जु भनेको चाहिँ बजाउनु भन्ने अर्थ लाग्छ, थोक्स भनेको अध्ययन जस्ता चाहिँ छिमी भनेको रुचिका क्रियाकलापहरू मार्फत चाहिँ रमाउने चाहिँ गर्दा रहेछन्। छिङ्गुना खाजोगवा हाम्के सिकानुल फोने गना यहेङ्गुल तनानन सारामदुल्दो मान्छुम्निदा। साथीहरूसँग सँगै समय बिताउने अथवा चाहिँ भ्रमणमा जाने मानिसहरू पनि एकदमै धेरै छन् अरे। यङ्वा ना खोङयन भनेको चाहिँ यहाँनिर फिल्म अथवा चाहिँ खोङयन प्रदर्शनी अथवा छन्सिहे वा खातुन मुनमा वाल्थङदो इन्गिका इन्सुम्निदा। छन्सिहे भनेको चाहिँ छन्सिहे भनेको चाहिँ प्रदर्शनी भन्ने अर्थ लाग्छ, जस्ता चाहिँ संस्कृतिको चाहिँ वाल्थङ क्रियाकलापको इन्गी प्रसिद्धि पनि एकदमै छ अरे है त साथीहरू। त्यस्तै अर्को हेरौँ, तोहान मानन सारामदुरी एसएनएस रुल थोङ्गे छिङ्गुदुलुका सोथुङ हागना सेर उन छङ्गुरोल छात्सुम्निदा है त। तोहान फेरि पनि धेरै मानिसहरूले चाहिँ एसएनएस भनेको चाहिँ सोसियल नेटवर्किङ साइट भयो, फेसबुक इन्स्टाग्रामहरू जस्ता साइटलाई चाहिँ एसएनएस भनेर भनिन्छ, सोसियल नेटवर्किङ साइट मार्फत चाहिँ साथीहरू चाहिँ सोथुङ हादा भनेको चाहिँ यो चाहिँ कुराकानी गर्ने अथवा चाहिँ नयाँ आएका इन्फर्मेसनहरू चाहिँ खोज्ने गर्दछन् अरे है त। खाक्चा ए ख्वान्सिमसाए तारा छायुरोउन सिगानुल फोनेको इसुम्निदा भनेर भनेको चाहिँ यहाँनिर खाक्चा भनेको प्रत्येकले भनेको, ख्वान्सिमसाए भनेको चाहिँ इच्छा अनुसार चाहिँ, तारा भनेको अनुसार चाहिँ, छायुरोउन भनेको चाहिँ स्वतन्त्र समयलाई चाहिँ आफ्नो फ्री टाइमलाई चाहिँ बिताउने चाहिँ गर्दा रहेछन् अरे कोरियामा। तपाईँहरूले यसरी चाहिँ यसको एन्सर पनि दिन सक्नुहुन्छ र आफ्नै तरिकाले पनि साथीहरू एन्सर बनाएर चाहिँ दिन सक्नुहुन्छ है त साथीहरू। साथीहरू पाठको सुरुमा भएको दोस्रो प्रश्न हेरौँ हामी। छासिने खोयाङ नारायसनन यगा वाल्थङरो छुरो मुवसुल हाम्निका भनेर प्रश्न थियो। तपाईँहरूको देशमा चाहिँ प्रायः चाहिँ मानिसहरूले चाहिँ फ्री टाइममा चाहिँ के गर्छन् भन्ने प्रश्न थियो। त्यसको मैले एउटा चाहिँ एन्सर जस्तो चाहिँ यहाँनिर बनाएर लिएर आएको छु। तपाईँहरूले पनि आफ्नो तरिकाले चाहिँ एन्सर बनाएर लेख्न सक्नुहुन्छ। एन्सर हेरौँ है त हामी अब। नेपारेसनन थेबुबुनी सारामदुरी यगा सिगाने छायनगुवा हाम्के सिगानुल फोनेम्निदा। नेपारे आराम थाउन हिमालय सानमेगुवा थारुन छायन अनि ख्यङ्गान उल छुल्गिम्यो हाइकिङ वा ट्रेकिङ उल हानन सारामदुरी मान्छुम्निदा भनेर भनेको छ। पहिला यति हेरौँ, नेपालमा चाहिँ प्रायः मानिसहरू अनि यो फ्री टाइममा चाहिँ के गर्छन्, प्रकृतिसँग सँगै रमाएर चाहिँ समय चाहिँ बिताउने गर्छन् अरे। अनि नेपालमा चाहिँ आरामथाउन हिमालय सानमेग भनेको एकदम सुन्दर चाहिँ हिमालय पहाड अथवा चाहिँ थारुन छायन भनेको अन्य प्रकृतिका दृश्यहरू चाहिँ छुल्गिम्यो अनि रमाइलो गर्दै हाइकिङ गर्ने ट्रेकिङ गर्ने मानिसहरू पनि धेरै नै छन् अरे। तोहान चिङ्गुना खाजुगवा सिगानुल फोनेनन गद्दो चुङ्योहान वाल्थुङ चुङ हाना इम्निदा। अनि परिवार अथवा चाहिँ साथीहरूसँगै समय बिताउने क्रियाकलाप पनि एउटा चाहिँ रहेको छ। इदुरुन हाम्के शिक्षारुल हाकना थेवारुल नानुम्यो सिगानुल फोनेम्निदा। यिनीहरू चाहिँ होइन परिवार अथवा साथीहरू चाहिँ सँगै खाना खाने र समय बिताउने अनि कुराकानी गर्दै समय बिताउने कुरा पनि रहेछ अरे। छुङ्ग्यो वाल्थुङ दो नेफारेछ हुनान्दे मानन सारामदुरी सावने खासा खिदो हागना म्यङसाङुल हाम्यो सिगानुल फोनेम्निदा भनेर भनेको छ। नि छुङ्ग्यो वाल्थुङ भनेको चाहिँ धार्मिक क्रियाकलाप नेपालमा चाहिँ हुनान्दे भनेको चाहिँ यो चाहिँ एउटा सामान्य हो। अनि धेरै मानिसहरूले चाहिँ मन्दिरमा गएर प्रार्थना गर्ने अनि म्यङसाङुल हाम्यो भनेको चाहिँ ध्यान गर्ने, त्यसरी पनि समय चाहिँ बिताउने गर्दा रहेछन् अरे। स्पोछु यक्सी इन्गिगा माना होइन, स्पोर्ट पनि एउटा चाहिँ प्रसिद्धि छ अरे। छुक्कु नोङ्गु ब्याडमिन्टन दिङ थाइगान इन्दङ्गुल छुल्गिम्निदा। यसरी पनि रमाइलो गर्दा रहेछन् अरे स्पोर्ट गरेर। माजिमाकुरो खाजोगवा हाम्के थिबिना यङवारुल फोम्यो युसिगुल चिहानन गत्तो इल्बान जगिन यगा वाल्थङ इम्निदा भनेर भनेको छ है त। अन्त्यमा चाहिँ खाजोग भने परिवारहरूसँगै बसेर टिभी हेर्ने, फिल्म हेर्ने होइन, हो त्यसरी चाहिँ एउटा चाहिँ आराम लिने कुरा पनि साधारणता रहेको रहेछ अरे। नेपाल सारामदुरी यगानन छायन खाजोग छुङ्ग्यो वाल्थुङ स्पोचु वा हाम्के इरु जिम्यो यी मोदुन घसी खुद्रे यगारुल फुङसुङ हागे मान्दुम्निदा भनेर भनेको छ। त मानिसहरू नेपालमा चाहिँ प्रायः चाहिँ लिजर टाइममा के गर्छन् भन्दाखेरि प्रकृतिसँग रमाउने, परिवारसँग रमाउने, धार्मिक गतिविधिहरूमा संलग्न हुने, स्पोर्टहरू खेल्ने, यसरी चाहिँ गर्ने गरेका छन्। अनि यी सबैले गर्दाखेरि चाहिँ नेपालका जुन मानिसहरूको चाहिँ लिजर टाइमलाई चाहिँ एउटा चाहिँ समृद्धि बनाएको छ अरे। फुङसुङ हागे मान्दुम्निदा भनेर भनेको छ है त साथीहरू।
साथीहरू तपाईँहरूलाई आजको भिडियो पक्कै पनि मन पर्यो भन्ने मैले आशा लिएको छु। ल फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु र भिडियो चाहिँ मन परे चाहिँ सेयर, लाइक र सब्स्क्राइब पनि गरिदिनु होला है त साथीहरू। धन्यवाद।